हेलो नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ है मेरो मिनी ब्लगमा। सबैजना कुशल मङ्गलै हुनुहुन्छ होला। सबैजना स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्, आफूले आफूलाई माया गर्नुहोस्, अगाडि बढ्नुहोस् भन्न चाहन्छु है साथीहरू। अहिले कि म यो न्युजहरूको बारेमा अरूको बारेमा चाहिँ खासै बोलेर भिडियो बनाउँदिनँ नि त, बनाएको पनि छैन। अलिकति कार्यव्यस्तता भए है, न्युजहरू कसैको बारेमा समाचारहरू केही लेख्दाखेरि आफू त्यो बारेमा विस्तृत रूपमा जानकारी नपाएसम्म चाहिँ पोस्ट गर्नु हुँदैन हैन। न्युजहरू फ्याट्टफुट्ट हेर्न त हेरिरहेको छु। अहिले हाम्रो देशमा जातीय द्वन्द्व जस्तो भइरहेको छ नि त। अब पूर्वतिर हेर्नु न कस्तो गाह्रो भएको छ नि त, एक आपसमा लडाइँ, धर्मको बारेमा, जातको बारेमा एकअर्कासँग हैन। अनि एकजना माताले चाहिँ त्यो उहाँ चाहिँ सायद पुरुषै हुनुहुन्छ होला, पछि छोरी मान्छेको कपडा लगाएर उडेर माता बन्नुभएको होला जस्तो लाग्छ। उहाँले चाहिँ त्यसरी त्यो खुट्टाको धुलो चट्टाउने कुटेको देख्दा उहाँलाई पुलिसले पनि सायद पक्रेर लैसकेको छ होला। हाम्रो देश कतातिर जाँदैछ, हाम्रो समाज कतातिर जाँदैछ, हाम्रो समाजको सोच कतातिर जाँदैछ, यो कुरा देखेर चाहिँ म चाहिँ छक्क परेँ कि साथीहरू। राम 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 के भएको हाम्रो देशमा माया ममता यस्तो चिजहरू चाहिँ एकअर्कालाई सम्मान गर्ने चिजहरू चाहिँ हराएर गएको हो कि जस्तो चाहिँ मैले महसुस गरेको कि साथीहरू है। ल पूर्वतिर हेर्नु त, सुनसरीमा हेर्नु त, ओ माई गॉड, धर्मको बारेमा एउटा धर्म मान्ने मान्छेले अर्को धर्म मान्ने मान्छेलाई गरेको व्यवहारहरू देख्दा चाहिँ छक्क पर्नु हो साथीहरू। हामी त विभिन्न 4 जात 36 वर्ण यसरी मिलेर बसेको देश हो नि त, किन भन्नु त। पहिला बाजे पुर्खाहरूको पालादेखि नै यो चलनहरू, यो चल्तीहरू चल्दै आएको, रीतिरिवाजहरू मान्दै आएको, एकअर्काको धर्मलाई सम्मान गरेको, एकअर्कालाई सम्मान गरेको। हामीले अहिले किन मानवता बिर्सिँदैछौँ हो, हाम्रो समाज कता जाँदैछ हो साथीहरू। यस्तो कुराहरू देख्दा चाहिँ एकदमै दुःख लाग्छ कि। अनि यसमा चाहिँ बाहिरी तत्त्वहरू आएर कि हाम्रो देशमा भएर मिलेर बसेको जति पनि व्यक्तिहरूलाई त्यो बाहिरबाट आएका मान्छेहरूले चाहिँ यस्तो गरिरहेको छन् कि जातको बारेमा, धर्मको बारेमा अफवाह फैलाउने। अनि यो अहिले सोसल मिडिया, ओ माई गॉड, यो देख्दा त झन् एकदमै इरिटेसन लिएर आउँछ। भएको कुरा पनि बोलेको छ, नभएको कुरा पनि बोलेको छ। राम राम। ल साथीहरू, मैले चाहिँ मकैलाई फ्राई गरेर बनाउँदैछु, फ्राई मकै। ल आउनु तपाईँ मसँगै बसेर खाउँ है त। यस्तो मिठो हुन्छ कि यसलाई चाहिँ भुटेर उडेर नुन मर मसला सबै हालेर सरसर सिटी लगाएर खानालाई रेडी बनाइसकेपछि यस्तो मिठो हुन्छ। ल मैले चाहिँ यसरी मकै बनाएर खाएँ। हजुरहरूले कसरी बनाएर खानुहुन्छ कमेन्ट गर्नु होला। मेरो भिडियो कस्तो लाग्छ, कहाँदेखि हेर्दै हुनुहुन्छ, लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। फेरि भेटौँला अर्को नयाँ भिडियोका साथ। बाई, ह्याभ अ गुड डे। ल बाई, लभ यु अल।